ल गाइस हामी आज अफ डेको दिन 3 बाइक जाँदैछौँ स्विमिङ गर्न। बहुत गर्मीको कोसिस गरिरहेको छु तर पनि हल्का फुल्का हावा चलिरहेको छ। हावा अलि तातो छ, भन्ने साइडमा चाहिँ चिसो हुन्छ। सबैले लाइक शेयर एन्ड सब्स्क्राइब आज जीवन भाइको गाडी वासिङमा पठाएर गाह्रो भएछ। उसको BMW आउन बाँकी छ। मिलन दोषलाई मिस गर्दैछौँ होइन जीवन, मिलनलाई मिस गरिरहेछौँ। एकदम खतरा तरिकाले हाम्रो दोस्त बिजनेसम्यान अबको केही दिनमा चिया खान आउनु होला। किन बर्खा दाइको दोकान खोल्यो मेनु भन्दै त अब के आउँछ त्यो कहाँनिर समुद्रको बिचमा खोल्ने होस् बिजनेसम्यान चिसो भयो भने आउनुहोस् यता पार्क हुँदै जाउँ है, यता लाग्यो पार्क हुँदै जाउँ। रोड क्रस गर्ने बेला ध्यान दिएर रोड फाइन जान्छ। कति फाइन हान्छ अरे बाबु? 400 रुपियाँ। बाबुलाई गुड नलेज छ, हाम्रो भाइलाई गुड नलेज। देखाएको बेला ग्रिन देखाएको बेला हिँड्दै भाइ आज जोसमा छ। दिपक भाइ अब आबुधाबी छोडेर दुबई जाँदैछ, त्यही भएर दिपक भाइलाई हामीले स्विमिङ गराउन ल्याउँदैछौँ। तेलकामा छ मेरो भाइ, तेलका आज हाम्रो जीवन भाइ पुरा कोकोनट उसमा छ। कोकोनट यता देखा न पुरा लिएर आउँछ केटाहरूले बहुत ढिलो भएछ। यसपछि यतातिर लाग्नुपर्छ।
साथीहरूले गर्दा भयङ्करै सपिङ हान्दैछ केटाहरूले क्या जस्तो छ आमामा पुरा सपिङ पुरा ब्यागै भरेछ जस्तो छ केटाहरूले ब्याग भरेर आएको जस्तो छ सुन्न तपाईँ हामीले थाहा नि त मार्केटिङ पोलिसी अपडेट क्यामेरा सेमेरा लिनु पाइँदैन त्यही भएर त बसिरहेको छ बाहिर अनि त्यो नेपाली त्यही त हुन त्यसले के भन्नु त ओ यो भिडियो बनाउने त हो त भन्नु आफै गुनगुनाइरहेको थियो के हो भिडियो बनाउनु हुन र भन्यो भने अनि सर पढ्नु नभयो भने के बनाउनु हुन भनेर बस्ने बस्ने मैले अनि हेर्नु न अनि सर त्यहीबाट त नआएको भित्र भन्यो त्यसले त्यो जवाब चिप्प लागेर गएको उसलाई भन्नुपर्छ नि सुपर मार्केटको सुपरभाइजर हो यसलाई पनि थाहा नि त पोलिसीहरू भिडियो गाइस जहाँ पनि मार्केटमा छिर्नुहुन्छ अथोराइज लिएर मात्रै छिर्नु होला हेर्नु म भित्र नगए पनि बाहिर बस्दा गरेँ ठुलो कुरा गरिहाल्छ नि अलिकति बनाउन हुन्न भनेर प्रमोसनको लागि होला भन्छ अनि त्यसैले त अनि पर्सनल उसको युट्युब च्यानल छ होइन काले दाई भन्ने 77 सब्सक्राइब गरिदिनु भनिदिनु पर्छ है केटाहरू यस्तो होला होइन दिपावली फेरि भयङ्कर बोल्न लाग्छ वेस्ट अफ टाइम होइन त्यो ल्याङ गर्ने मान्छेसँग बोल्नै हुन्न ओके थ्याङ्क यू सो मच भन्ने साइड लागिहाल्ने हो क्या थाहा छ नि हिलोमा ढुङ्गा हानेर चाहिँ आफैलाई छिटा पर्छ क्या त्यहाँबाट हिलो बुढिया मान्छेहरूसँग यसो गर्ने होइन क्या भाइ ठाउँले कडा होइन आफूले प्रेजेन्टेसन कस्तो दिन्छ त्यो अनुसार कडा हुन्छ क्या यहाँ त बोल्ने हो बाबु मुख फाडेर बोल्ने हो नोमा हात उठाउनु नो म्याटर यहाँ बोल्न सक्ने मान्छे मात्रै टिक्छ यहाँ त गाह्रो छ यिनीहरूले सर्भाइभ गर्न दिन्न क्या हुन्छ नि कार कलेक्सन गोवामा मान्छेभरि भन्दा बढी कारहरू छ भाइहरू हिरोहरू आउँदैछ हिरोहरू बोलाएर आज दिपकलाई भनेर जीवनले यति मिहिनेत गरेछ नि आएछ उसले चिसो ठाउँ छोडेर होइन यस्तो घाममा हावा खाँदै हिँडिरहेको छु एटिएमबाट पैसा निकाल्दैछ होइन दिपक भाइकोलाई पैसा मनी पावर त्यही हो हप्ताभरि काम गर्यो अनि एक दिन छुट्टी हुन्छ एक दिन दाजुभाइ मिलेर चाहिँ गयो यो हेबिट राम्रो हो अझ क्याम्पिङ जान पाइदियो भने अझ बेटर हुन्छ हाम्रो नजिक भनेको अब गणेश बिच भन्छ होइन अनि अब नदी समुद्र भनेपछि रहर त पनि लगाइहाल्छ होइन अल्छी पो लगाएर आउन सकिन्न पुरा अब नेपाल पुग्ने समुद्र ए भाइ डाइ धेरै गफ हान्छ यो भाइ फेरि डाइ चाहिँ हाने नेपाल त पुग्दैन मतलब प्लेनै चाहिन्छ होला एमाजोन जङ्गल हो यो त्यसो भाइ तिमी त अति गरिदिने एमाजोन जङ्गल हो अरे एनाकोन्डा ओ माई गड एनाकोन्डा यो हाम्रो गाउँघरतिर पनि हुन्छ नि यार पिपलीको रुख भन्छ के को रुख भन्छ यार यो हजुर यो हाम्रो बाख्राले खाँदैन नि यो घाँस त्यही वाला हो गाडी हेर नाच्ने पार्किङ ओ माई गड गाडी पार्किङ गाडी पार्किङ भइरहेको छ लक्ष्मण भाइ अब म ह्यान्डओभर गर्दैछु हाम्रो सुमन भाइ क्यामराम्यान हजुर पनि हाल्छु
सबै गाडी मेरो नै हो म यहाँ ल फाइनली अब समुद्रमा आएछ दिपक भाइ यही हिँड्नुपर्छ भनेर त लास्टमा हो क्या यहाँको यहाँ फोटो गाडी हो दिपक ल्याएर यत्रै खोला त उहाँ पनि छ हाम्रो गुप्तीपुरमा बर्दियामा गुप्तीपुरमा छ अरे यत्रो खोला गाइस कर्णालीको पानी आउँछ कर्णालीको पानी आउँछ अरे अब भयो त गाइस भाइको गफ खतरा दिइरहेछ होइन समुद्र होइन अरे यो अरे उसको गाउँको खोला बराबर छ अरे कर्णालीको बराबर अरे हावा गफ दिदिने भाइ तिमी गफ हानिदिन्छ हाम्रो भाइले फेरि कति गर्मी छ लगभग 42-43 डिग्री सेल्सियस होला मैले मोबाइल चेक गर्न सकेको छैन लास्ट गर्मी छ वी आर लाइक अ बर्निङ होइन अब छाममा गएर पानीमा हात फाल्नु पर्ने अवस्था आइसकेको छ हेरौँ कतिको मजा आउँछ गर्मीमा हट एन्ड स्पाइसी पैसा पे गर्न काटेर कार्ड बन्द गर्नु गाडीको एउटाले आइल्यान्ड बनाएको लुलु आइल्यान्ड हुने भएको त्यो अपोजिट अनि जस्ट द पोइन्ट त्यो लुलु आइल्यान्ड हो लुलु आइल्यान्ड हो आइल्यान्ड्स लुलु आइल्यान्ड्स फाइनली हामी पुगेको छौँ दाहिने साइड एकदम स्ट्रगल गरेको थियो बहुत गाह्रो हुन्छ गर्मी थियो पानी प्यास्ला एक्टिङ स्विमिङ पनि भयो
स्विमिङ गरेर अब जाँदैछु ब्याक टु रुम। पहिला यहाँ अब चेन्जिङ रुम जाँदैछौँ, चेन्ज गर्छौँ कपडा, त्यसपछि लाग्छु आफ्नो रुमतिर अनि डिलिसियस खाना बनाएर अब खाने हो। अझै स्टिल सो हट, अझै टेम्परेचर डाउन भएको छैन, तपाईँले हेर्न सक्नुहुन्छ। अझै घाम छ, अझै सय आउँदैछन्, तारै आउँदै गरिरहन्। यो चेन्जिङ रुम चेन्ज गर्नुपर्छ हामीले, त्यसपछि हामी रुमतिर जान्छौँ। दिपक भाइ हो, दिपक भाइ तिमीलाई कस्तो लाग्यो आजको एक्सपिरियन्स स्विमिङको? मजा आयो? फर्स्ट टाइम होइन तिमी दुबईमा होइन, आबुधाबीमा इन्जोय गरेको? कडा आयो ए भाइ। यो कहाँबाट मगाएको तिम्रो टाउकोमा लाउने आँखा छोप्ने भाइ? बहुत एक्सपेन्सिभ भयो मिल्दैन। अब के भन्छ यहाँको भन्नु कि अब युएसएतिरको भनौँ अनलाइनदेखि मगाएको। कति पर्यो होला? कराचीदेखि मगाएको $500 जति पर्यो होला। $500 दिपक भाइको लागि $500 केही होइन। यो त म मुद्देर ल हाम्रो यहाँ राजा भइसक्नुहुन्छ होइन, राजालाई हेर्नु न, यहाँ वाटर ड्रिङ्किङ वाटरले नुहाइदिनुहुन्छ, यहाँ खतरा हुन्छ क्या। उहाँले नगरेको युनिक काम युनिक काम कसले गरिदिन्छ त? अब हेर्छु यस्तो पानी पिउने ठाउँमा नुहाइदिनुहुन्छ होइन। यहाँ टु हट होइन, मजा आयो है, मजा आयो, मजा आइरहेको छ। बहुत मजा आयो। दिपक भाइलाई कतिको मजा आयो? भाइहरू त मैले यो राज भन्न फिटनेसको यार 6 प्याक्स मान्छेको देख्थेँ, तपाईँको त 8 प्याक्स हो। कहाँबाट नि आउनु त 8 प्याक? यो त मुती जस्तै छ सर, कसले मुतिरहेको? ल त ओइ ओइ अलि न ल बिचारा पत्र पानी आउँछ। ल रुममा जुम गर्ने छैन सर? जुम त्यो साइडमा यो ओपर आउँदो रहेछ जुम त।